वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा। मनुष्यको चोला हाम्रो बाँच्नु दिन चार, मनुष्यको चोला हाम्रो बाँच्नु दिन चार। कृष्ण झुला गाइरहँ यही जीवन सार, कृष्ण झुला गाइरहनु होला फेरि फेरि भन्दैमा पाइँदैन यो चोला।
नमामि विघ्नेश्वरपादपङ्कजम्। ओम जय सिद्धिविनायक भगवान। ओम नमः कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। ओरसा शिरसा दृष्ट्वा मनसा वचसा पिबा पद्भ्यां कराभ्यां जानुभ्यां प्रणामोष्टाङ्ग उच्यते नमः। हरि ओम महा विश्ववेदाः स्वस्ति नस्तारक्षो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। ॐ भद्रं कर्णेभिः शृणुयाम देवाः भद्रमं पश्येमः जविजत्राः स्थिरैरङ्गैः तुष्टुवागुंशास्तानुर्वीर्वेसेमहि देवहितं जिदायुः। ॐ द्योः शान्तिरन्तरिक्षगो शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्ति सर्वगुण शान्तिः शान्तिरेव शान्तिः श्यामा शान्तिरेधिः। शांत बाबू हरे कृष्ण भगवान नारायण। सर्वकारेषु सर्वदा वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकारेषु सर्वदा। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकारेषु सर्वदा। नमः शम्भवाय च मयो भवाय च नमः शङ्कराय च महेश्वराय च नमः शिवाय च शिवतराय च आकृष्णे नरजसा वर्तमानो निवेशयन्नमृतं मर्त्यं च हिरण्येन सविता रथेन देवुजाति भुवनानि पश्यन्नः। हरे ओम स्वस्ति न इंद्रो वृद्धसर्वाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। भद्रं कर्णेभिः शृणुयामहितं जदायुः जेतो एतः समीहसे ततो नो अभयं कुरु सन्नः कुरु प्रजाभ्यो वयन्नः पशुभ्यः। ओम द्योः शान्तिरन्तरिक्षगो शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वगुण शान्तिः शान्तिरेव शान्तिः श्यामा शान्तिरेधिः।
यो कोडमा हैन हजुर प्रभु हो यो कोणमा ये जो आमा बुट्ने को त्यहाँ त्यही आँपा बुटेर त्यो केरा जहाँ छ त्यही त एकदम सजिलो छ यसो कताबाट होइन यति बेलासम्म आउँछ साल्छु राम्रो देख्छ लास्ट टाइम गराउनु पर्छ पहिला आतुन गर्नुपर्छ बेला ओम नमो भगवते वासुदेवाय त्यसो गर्दै ओम नमो भगवते बोल्दै हुन्छ कि हिँडिदिनु पनि पर्दैछ लाउँदै जान्छ गइरहेछ त्यो अहिले रातो मात्रै हो रातो भगवते वासुदेवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय यहाँ कति गर त गिलो नगर शिवाय ओम नमो भगवते वासुदेवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय नारायण हरे भगवान की जय नाता गणेश भगवान की जय अनि के भने पशुपतिनाथ की जय राधा सरोजलिंग की जय नारायण की जय हाम्रा कुल देवता की जय हाम्रा इष्ट देवता की हाम्रा जय समस्त इष्ट देवता की जय काले माले देवता की जय सबै भगेर सब देवता की नमस्ते म पल्लवको मम्मी पल्लवको वर्तमान 14 गते फागुन 14 गते सबैजना आउनका लागि आग्रह गर्दछु नमस्कार सम्पूर्णमा म पल्लवको ठुलो मम्मु 14 गते हुन गइरहेको हाम्रो छोरा पल्लवको शुभ वर्तमानमा सम्पूर्ण हाम्रो निम्तालु इष्टमित्र सबैलाई म हार्दिक निमन्त्रणा गर्न चाहन्छु नमस्कार म पल्लवको ठुलो फुपू म चाहिँ 14 गते हुन गइरहेको बाबुको गुणाकर्मको लागि सम्पूर्ण हाम्रो इष्टमित्र बन्धु बान्धव कुटुम्बहरूलाई स्वीकार गरेर हाम्रो निमन्त्रणा स्वीकार गरेर आएर प्रसाद ग्रहण गरिदिने बाबुलाई शुभ आशीर्वाद दिनको लागि म सबलाई हार्दिक मङ्गलमय शुभकामना गर्दछु पर्सि 14 गते हुन गइरहेको हाम्रो भदा पल्लवको व्रतबन्धमा हामीले यहाँ लिङ्गोलाई पूजा गर्दैछौँ त्यहाँ गुरुले मन्दिर बनाउँदै हुनुहुन्छ उता गुरुले गर्दै हुनुहुन्छ उहाँ जेठी फुपू भान्जी दिदी सम्पूर्ण जम्मा भएका छौँ एकदम रमाइलो भएको छ अनि त्यसै गर्दाखेरि हामीले सम्पूर्ण निमन्त्रणा पठाइसकेका छौँ सबैजना आएर बाबुको वर्तमानमा एकदम रमाइलो हाँसी खुसी गरेर भजन गाएर नाचेर रमाइलो हामीले त्यसमा गणेश पुराण पनि लगाइरहेका छौँ त्यसको लागि लिङ्गो तयार गर्दैछौँ हामी सबैजना परिवार भएर सिद्धिविनायकले जे
आँटेर मनोकामना गरेर गणेशको बनाउँछ मेरो पूर्ण होस् भाइ बुहारीको आमा बुवाको हामी सम्पूर्ण यो परिवारलाई मेरो बुवाका सन्तानहरूलाई दिदी भन्दा नि हाम्रो फुपूभन्दा टाढो हुन्छ भनेर मलाई दिदी भनेर सम्बोधन गर्छ बाबुको चाहिँ के अरे पर्सि 14 गते चाहिँ के व्रतबन्धन छ है सबैजना आएर भाइलाई धेरै धेरै आशीर्वाद दिनु होला हैन त्यसको लागि सबैलाई म हार्दिक अनुरोध गर्दछु र आएर अनि यो हाम्रो गणेश पुराण पनि लगाएको छौँ आएर प्रसाद लिएर हैन बाबुलाई आशीर्वाद दिनको लागि धेरै सबैजनालाई चाहिँ निमन्त्रणा गर्दछु नमस्ते वर्तनार्नीको म फुपू बुढी फुपू सबैले आएर यो पूजामा गरण गरेर सबैले बेलपत्रहरू चढाउने आज हजुर भोलि बेलुका भोलि गणेश आज पूर्वाङ्ग हाम्रो गणेश पुराणको सबै आएर यहाँ सबैले रमाइलो गरेर इष्टमित्र सबै आएर रमाइलो गरेर बस्दिनलाई म अनुरोध तिमी काशी विश्वनाथमा पछि त चढ्छ ल अब कर्ताहरू सबै आउनुहुन्छ लैजाने भन्छ त खाली त लैजाने खोज्छ दिदीहरू चाहिन्छ अब त्यो चाहिँ कलर चाहिन्छ या ब्रह्माच्युत शङ्कर प्रविदै वेदै सदा वन्दितां सा मां पातु सरस्वती भगवती निशेषजाड्यपा ओरसा शिरसा दृष्ट्वा मनसा वचसा पिबा पद्भ्यां कराभ्यां जानुभ्यां प्रणमोष्टाङ्गोच्यते हरे कृष्ण विशाल विश्वैशविधानबीजं वरं वरेण्यं विधिविष्णु सर्वे वसुन्धरा परिविमानः बन्हि वायुस्वरूपेण अत्र गच्छदेवं वायुस्वरूपं प्रणव विभवन्दे विश्वं वसुन्धरा बर्हि बन्हि वायु परवैश्यग्रियं मम कान्ति दिव्यं ममहंबारि देवलोक गच्छन् इहलोक
मुक्ति लोक जन्मं सुख कांति देवं यज्ञं पुरुषं तथा न्ययोगं ध्यानं मूल प्रवक्ता मम जन्म सिद्धि पृथिवीं देव प्राप्यते लोकसगच्छति ये माता जगदम्बिके हजुर नै हो विश्व सञ्चालिके के सक्छु स्तुति दिन छु दिउँ म के ये विश्व सम्पालिके ये अम्बे सब ताप नाश गर्ने हौ वायु वा शीतल हृदयासन पिच बरिवद्र बस्दिनु हो शिशु सँगै बन्ने चतुनी सल्लाह। ल अब पञ्चगति खाना दिनुहोस्। पहिला यो देह आत्मालाई चाहिँ भगवत तत्त्वमा लै ओम नमः हरे ओम यस्तु गत गतं पापं देह तिष्ठति मामके प्रासनात् पञ्चकपैश्वर्यात् हरि ओम नमो नारायणाय ओम सर्वं गणेश विशालितं हरि ओम। यहाँ दुर्गा म्याडमले भए पनि उहाँहरूले दुईटा देउराली जेठानीमा एकजनाले बत्ती हुन्छ। स्थिरो भव बिड्वं आशुरवारिजं विदो भव सुखमस्तमग्रे शुभं भवतु कल्याणं आरोग्यं धन संपद शत्रु बुद्धि विनाशाय दीप ज्योतिर्नमस्तुते दीप ज्योति परम परम दीप ज्योतिर्जनार्दनम दीप ज्योति हर मे पापम दीप ज्योतिर्नमस्तुते आत्मा ज्योति प्रकाशाय दीप ज्योतिर्नमस्तुते दीप ज्योति नमस्तुते दीप ज्योति परम परम दीप ज्योति बोल्छ ढुक्का आपदम हरते नित्यं लक्ष्मी बसतु सर्वदा। एउटा तल नजिक नजिकै लगाऊ एकदम रमाइलो जल ल्याउ ओम हरि ओम नमो नारायणाय नमो नाम सरस्वती हरि ओम नमो ओम ओम लक्ष्मी लक्ष्मीश्च विद्मय। हजुर लक्ष्मी मन्त्र यदि जान्नुभएको छैन भने सुन्नुभएको छ भने लक्ष्मी लक्ष्मीश्च विद्मय विष्णु पत्नीश्च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। यो सुनेकाले हो हामीलाई यो त गुरुले भनिदिनु त आइरहनु भन्नु होला किनभने होइन यसलाई प्रकाश मन्त्रले ठिक छ महालक्ष्मी चगिने विष्णु पत्नी चगिने हो नि भन्नु पर्यो नि होइन बाहिर के जपेकाले भन्न पाइन्छ तिमीले नन त सोधे
हामीले नजपेकोलाई फेरि ओम श्रीम ह्रीम श्रीम भन्ने आयो भने कमलाको त्यो झागो भित्रमा त्यो कटन जस्तो मिसिएको छ है हजुरले विचार गर्नु एकदम बालेर घरमा यो नबालेर रहेछ कटन पोको परेर बस्यो पोको परेर गाडो परेर बस्यो दाइले गर्नु भन छोरोले माथि ताल्यो अब यो एउटा अलिअलि खस्यो खालो सहस्रनाम्ने पुरुषाय शाश्वते शाश्वतकोटियुगधारिणे नमः पापं दीपनारायणाय नमो नमः हे दीपस्थ नारायण भगवान हजुरलाई कोटि दीपस्थ नारायणाय नमो नमः राखिदिनु उसादित भयो अब त्यो लगाउनुस् गर्दन लगाएपछि अब तपाईले कदम कदाचित पवित्र नलगाइकन पूजा गर्नु भएन भने पनि त्यो दोष लागेन है त हजुरले ब्रह्म पवित्रद्वारा धारणा गरिसक्नुभयो अर्को औँलामा लगाउनुस् अब यो ओम या गच्छ या तिष्ठ या बुधं प्रमितावतं सुस्त्रो भव सुप्रसन्नो भरतो भव ओम पुण्डरी काक्ष पुनातु हरे ओम महा अब स्वस्ति वाचन गरौँ त हातमा एउटा भद्राः करता भोजन्तु विश्वतो दब्दाशो अपरितास उद्वेदाः देवानो जेथा सद्वृद्धि व्यसन्न प्रायुभो रक्षितारो दिवे दिवे देवानां भद्राः सुमतिर्रेजो इंत देवा देवानारातिनो निवर्तताम् देवानागो शक्यमुपसेदिमा भयन्त देवान आयु प्रतिरन्तु जीवसे तान् पूर्वया निविदाहु मये भयं भग मित्रमदितेऽन्तरिक्ष तक्षमश्रितम् अर्जमडं वरुणगुसुममास्विना सरस्वतिना सुभगा मयेस्करतः तान्नो बातु मयो भुवातु देख जन्तन्माता पृथिवी तत्पिता द्योः तदग्रग्राबाणः सोमासुतो मयो भुवस्त दस्मिना शृणोतन्दिशण्यायुम् तस्मितमिदन्तमि काञ्चन जगत्युस्तु शाश्वतिर्जयन्ति भावसे हुमया भयं भूखानो जेथा देवे दशामा सद्वृद्धि रक्षितार् पायुरब्धवप्त स्वस्तयाः स्वस्ति न इन्द्रो वृद सर्वाः स्वस्ति नः पूषा विश्वे वेदाः स्वस्ति नस्तारक्षो अरिष्टनेमि स्वस्ति न बृहस्पतिर्दधातु वृषदश्च मरुतः प्रश्ने मातरा गोवयत् जाभानो विदते जिग्माय अग्नि जीवा मनवसुरचक्षासो विश्वो नो देवा अवसागमत्रि मन्निः भद्रं कर्णेभिः शृणुयाम देवा भद्रमं पश्येम शविजत्राः तीरैरङ्गे तुष्टुभागो सस्तानोर्वीर्ये
सेमहि देवहितं जदायुः शतमिन्नो शरदो अन्ति देवा जत्र नक्षत्राजरा सन्त नूनाम पुत्रासो अत्र पितरो भवन्ति मानो मध्यारिरिकतायु गन्तोः अदितिर्दौरदितिरन्त अन्तरिक्षमदितिर्माता स पिता स पुत्रः विश्वादेवा अदिति पञ्चजना अदितिर्जात मदितिर्जनितं द्योः शान्तिरन्तरिक्षगो शान्तिः पृथिवी शान्तिरापः शान्तिरुखदयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्ति सर्वगो शान्तिः शान्तिरेव सामा शान्तिरेतिः। ओम श्रीमन्महागणाधिपतये नमः। ओम लक्ष्मीनारायणाभ्यां नमः। सबै सम्झनुहोस् है अब है आफ्नो। ओम उमा महेश्वराभ्यां नमः। ओम वाणी हिरण्यगर्भाभ्यां नमः। ओम उमा लक्ष्मीनारायणाभ्यां नमः। ओम सचिवरन्ध्राभ्यां नमः। ओम मातृ पितृ चरणकमलेभ्यो नमः। ओम श्री गणेशाय नमः। सबै मिली गरौँ भजन। 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 जय बोलो लक्ष्मी नारायण भगवान को जय। विनायक भगवान को जय। भगवान को जय। भगवान को जय। देव भगवान को जय। देव भगवान को जय। यज्ञ पुरुष महाराज को जय। आज को आनंद को जय। बोलो राधे नारायण श्रीमन्नारायण नारायण नारायण लक्ष्मी नारायण 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 लक्ष्मी नारायण 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 भक्ति नारायण 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 लक्ष्मी नारायण 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 श्री लक्ष्मी नारायण 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 श्रीमन्नारायण नारायण नारायण हरि हरि। यज्ञ पुरुष महाराज को जय। नारायण भगवान भाइलाई पनि दिनुहोस् त करम पात्रमा जल राखेर। यो यहाँ एउटा छ नि यहाँ कचौरी छ नि दिनुहोस् पूजा गर्नुहोस् पर्व। नमो नमो ब्रह्मस्तावे सबै विद्राय हीरावती एक गाई गाईका रूप बनाइएका व्यवहारिक द्रव्य अहिले वर्तमान अनुसार व्यवहार अनुसार राखिएको द्रव्य भन्नु ओम द्रव्याय नमो नमः। अब ती ब्राह्मणलाई टिको लगाइदिनु। हरि ओम ल ओम कृष्णेन रजसा वर्तमानो सवितारतेन देवव्याति उपनानि पश्यन्त नमो वर्मण्ण देवाय भू ब्राह्मणैताय च जगद्दिताय कृष्णाय मनमेतर्पेत वाचमेतर्पेत प्राणमेतर्पेत अब यहाँ कर्म आज सम्पूर्ण हुनेको पूर्वाङ्ग कर्म लक्ष्य दीप नारायण भगवान
वपु हरिमन वप्रज्वलितं कर्म हरि ओम नमः श्री गणेश महापुराण सर्वनाथम पुस्तक पूजनम हरि ओम नमः देव श्रीमत हरि ओम नमो नारायणाय नमः महापुराणम उपपुराण अन्तर्गतको महापुराण मध्ये उपपुराण अन्तर्गतको गणेश पुराण पद्म पाठ पारायण कर्मणि यज्ञ कर्म देह शरीर स्थूल शरीर हैन दुई प्रकारका शरीर हुन्छ के स्थूल शरीर र देह हैन अनि शरीर देह सुनिश्चित अर्थम हुन्छ इमाम सकल प्रायश्चित भूतान गाम भूत देवताकं प्रत्या नाम्नि भूत प्रचलित देवारिकं द्रव्यम परशुद्ध देवताकं अद्देह हजुरको गोत्र नाम आत्रेय अत्रि अर्चना त्रिपर्वराय आत्रेय गोत्राय अहिले सर्वदेवानां पूजनीय श्रेणी सर्वतीर्थमयी अस्मात् मत शान्ति परीक्षमे गावो मग्रता सन्तु गावो मे सन्तु पृष्ठता गावो मे हृदय सन्तु गवा मध्ये वसाम्यं या लक्ष्मी सर्वभूतानां या च देव प्रतिष्ठिता देनुरूपेण सा देवी मम पापं विपोहतो हरि ओम अब दान प्रतिष्ठा पैसा लिनु एउटा दुनामा राख्नु पूजा गर्नु बाछी भन्छन् नि हो हरि ओम एउटा दुनामा प्रतिष्ठा लिनु अब त्यहाँ पूजा गर्नु हरि ओम नमो नारायण मिलेन प्रभु यसो गर्नु पर्यो हजुरले हरि ओम यस्तो गाईलाई पर साथ दिनु उहाँको हरि ओम नमो यस्तो भान्जातिर साथ दिनु भान्जाले सबै निरन्तरसँग शान्ति राप शान्ति रोकदय शान्ति परम शान्ति सर्वगुण शान्ति शान्ति रेव शान्ति सामा शान्ति रेदि ओम भद्रम कर्णे विष्णु यामदेव भद्रम पश्चिमा चवितुत्रा धेरै रङ्गे तुष्टु बागु शास्तुनर वीरवीर श्री वेदनाथ देवरी सबभन्दा पहिला माताको नाम आउँछ हैन स माता स पिता बल्ल माता पछि पिता आउँछ जस्तै लक्ष्मी पछि नारायण आउनुहुन्छ सीता पछि राम आउनुहुन्छ उमा सहित अनि पार्वती पछि शिवजी आउनुहुन्छ भने जस्तै घरमा पनि पहिला लक्ष्मीको नाम आमा माताजीको नाम लिएपछि मात्रै अब हामीले भन्छन् पुरुष प्रधानहरु यहाँ त सब सूर्याय नमो नमः लाग्नु पर्छ होइन है अहिले अर्को दिए था ल प्रभु भाइ हरि ओम तत्सत् ओम नमो अब नमः दिउको पूजा गर्नु नमस्तनन्ताय सहस्रमूर्तये भोलिको उसमा झन् पानी लगाएको पानी त्यो यहाँ धुलो उठ्छ पाङ्खा बसियो नि त पकाउँछ धुलो नहुँदो समय हरि ओम तत्सत् ओम नमो नारायणाय नमः अब देव माथिको टपरी मात्र लिनु मैले हामीले जे भन्छौँ त्यति हरि नमः यसो त्यहाँ पढ्नु त प्रभु अब उहाँलाई यसो रातो टिको लगाइदिनु र एक देवाय गो ब्राह्मणिताय जगतिताय कृष्णाय गोविन्दाय नमो नमः त्यहाँ एउटा फल राखेर यो श्रीफललाई पूजा गर्नु श्रीफल लिएर बस्नु सजिलो है ओम पुनन्तो मां देवजनाः पुनन्तो मनसा धियः पुनन्तो विश्वभूतानि जातवेदः पुनीहिमा पुगेसम्म भन्दैन नाति नातिनालाई त्यो बटुकलाई नछुटाउनु अरूलाई छुटाएर केही हुन्न फलफुलको साथमा चिनी नहालेको दुध चिया चिनी कम मलाई पनि दुध र खाए बेसा राख्ने बाहिर जान त भाइ भक्करसी यो जता गए पनि भित्र बाँध्नु
पोटली त बाहिर जान नहुने भन्ने हुँदैन है पोटलीले त बाहिर जान पाइयो त्यो गोर्धन पर्दैन 7 दिन सबै आफ्नो यो त अब पर्सि अब यो पर्सि मात्रै जानु कन्ठेको बसमास मूल ईश्वर बरमा मात्र पुछो त सकरा शक्तिको बसन्दा रेग्वेद द्विवेद सामवेद अथवा अंग सतकला सदस्यमास देवदान फुल्य नमस्कार गरिसक्नु देवदान समाधि माथि मान्नु महोदय उत्तम नासिद कुमार विषयन तत्व या सन्तानको प्राण प्रतिष्ठा शिवासमी कविवासी विष्णु कपालपति आदित्य वसुदेव विश्वदेव सबैदेव तै कृष्णको सर्वविदित काम फलप्रद तत्पश्चादं सालिदं पूर्वी देव प्रसन्नो भव सर्वदा ओम वरुणाय नमः अब त्यहाँ प्रभु एउटा विनायक वर्म रुद्र अर्क वनस्पतिभ्यो नमो नमः सूर्य सौरमतेन्द्र तुरीन्द्र पदवीं सद्मङ्गलं मङ्गलम् सत्पुत्तिं च बुधो सर्वदां शुक्रं सुखं शंसनि राहुर्बाहुबलं सततं केतुकुलसंनित्यं नित्यं प्रीतिकरः भवतु मम ते सर्वेण बेलाग्रह यहाँ बीचमा एउटा गणेश मान्नु यहाँ गणेशजीलाई पूजा गर्नु ओम गजाननं भूतगणाधिसेवितं अभीत जम्बो बलिनो ओम सिद्धिविनायकाय नमः आसनं पाद्यमार्गम आचमनलाजनं गन्धाक्षत पुष्पद्रव्यं समर्पयामि वक्रतुण्ड महाकाय पुण्यश्री समप्रभ निर्विघ्नं अविघ्नं कुरु मे देव पर्जन सर्वकार्येषु सर्वदा ओम मनतना आदित्य देव माता च स्वाहा सदा सरस्वती कीर्ति लक्ष्मी देवदेव पुष्टि गर्न गरिनु हामी सबैले पूजा गरे भने त्यहाँ नवजना सबै चढिन्छ ओम बुद्धि लज्जादम भगो शान्ति राजेन्द्र भगो यादव हरि ओम नमो गुरु हरि ओम नारायण नमो अब दशै बनासे बनाइ नमो दाते सिधाते नमो दाते सिधाते नमो हे विदात्रे नमो नमः आसनं पाद्य मार्ग आदि गन्धाक्षरम ओम पञ्चामृत पनि त्यहाँ पञ्चामृत मलाई चढाउनु न भनेर पञ्चामृत रिसाउनु भयो हरि ओम तपाईले प्रसन्न दशता क्या गर्छ क्या गन्धाक्षर नगाएर गन्धानन्दले नमो ओम वासी नगर्दिन भाइ नगर्दिन हरका सेवा देवसी देव ओम हरि ओम सर्वे प्रार्थना समर्पयामि अर्घम भने अब त पूजा गर्दा हैन हात बनाउनेको जल पुनः हात बनाउनेको जल गन्ध भनेको चन्दन अक्षतान भनेको अक्षता पञ्चामृत हुन्छ नमः ल अब यसो गायत ओम वनस्पति सुबत गण्डाट्य गण्डोत्तमं आग्रेयं सर्वदेवानां धूपयं प्रतिगृहीतां नमः अन्तिम जाति भन्दा मैले यहाँ ढोका तान्दिरहेको छु नि ढोकाबाट है त ओम वशोः पवित्रमसि सतधारम् अरुमा पनि झारम ओम ताम गो सविता वरेण्यस्य चित्रमः गृहे सुमतेर विश्व जयन्ताम ल यसो टिको लगाइदिनुहोस् घिउ अब गृह लक्ष्मीलाई भित्र लाएर यो लिन लाउनुहोस् खाने वस्तु नभए गृह लक्ष्मी भित्र जानु न त्यो हजुर जानुहोस् त्यसलाई राख्नु उताबाट निस्किनु भइहाल्छ अब हजुरहरू आइसक्यो कहाँ छु यो हेर्नुहोस् अनि त्यही टाउको थपिनुहोस् भयो धेरै चुवाइस बाबु भयो यसो टिको लगाइदिनु घिउको यहाँ लगाएर त्यही टिको लगाएर उता लाउने है ओम हरि मृत्युञ्जय महाकाल नमस्ते शनेश्वरम अकाल मृत्यु हरणं मम मृत्यु निवारणं ओम नमः सम्भव अल्लाह ओम दाहिने खुट्टा अगाडि ओम
आफ्नो ठाउँमा राख्नुहोस् है गुरु यो के बानी हो यो आफ्नो ठाउँमा राख्ने आफ्नो कोठामा बेलुका खाने ए ल नाटिकन नअडो राही तपाईले सुस्तै त्यो दुर्गा माताको हातमा राख्दिनु त हजुरको धेरै काम छ यहाँ अनि जल लिएर यो दियो र कलशको गणेशको बिचमा बस्नु त जल लिने गल्ली मान्छेको दिदी यहाँ दियो र कलेजको बिचमा जल लिएर यो बिचमा अनि लाभा लियो अनि यो जल गरम पात्रको जल एकजनाले छरिदिनु है भित्र बाहिर छरिदिनु है लाभा सबै किताबमा सबै मान्छेलाई जम्मै लाभा ल हो यताबाट आएर यहाँ निक्लो नि भित्र साइन गर्नु है निस्कम कर्मपात्रको जल चढ्न तथा फुलपाती फल दक्षिणा सबै कुरा राखिदिनुहोस् है दियोमा पूजा विपस के अत्यतिन अकस्मात् मद्गल्य गोत्राणामस्मत् मातृ पितामही प्रपितामही चारुचन्द्रं भक्तांशं जलाङ्गं एत्यस्तं प्रसन्नं पद्मासिनं उज्जवलले वालिदिनु होइन उज्जवलले वालिनुहुन्छ पद्मासिनं गणेर जागृत पूजा गरेका ठाउँमा हरि ओम नमो भगवते यो सबै कलशहरुमा के राख्दिनु हरि ओम नमो यतिष्ठ आसनं नानी सिक्का पैसा खोजेर राख्ने भन्ने नयाँ घन्टी त त्यही हो यो नयाँ घन्टी सानो घन्टी बसिरहेको छ क्या दोजमा यस्तो त ल्याउने बाबु रिद्धि सिद्धि सहित तलको उसमा चाहिँ घन्टी गणेश मूर्तौ प्राण प्रतिष्ठापने योग ओम ह्रीं क्रीं यं रं लं बं सं हं छं सह प्राणस्ततः सोऽहम् अस्या लक्ष्मी सहित होइन अस्या रिद्धि सिद्धि सहित श्री गणेश नूतन मूर्तौ जीव इह स्थितः ओम आं ह्रीं क्रं यं रं लं बं सं खं सं हं छं सः तथा सर्वेन्द्रियाणि वाङ् मनस्त्व चक्षुः श्रोत्र घ्राण पाणि पाद पायुपस्थानि इहैवागत्य यथा सुखं चिरं तिष्ठन्तु न स्वाहा ओम मनो ज्योतिर्जुखदामाजस्य बृहस्पतिर्यज्ञमिमन्तन्नोतोरिष्टं यज्ञगुं समिन्ददातु विश्वदेवासः इह मादय विघ्नाटविह विवाद विघ्नो घौ गगन प्रचण्ड पवनो विघ्नेश्वर पातु नः
यसो म्याडमले हातले ढाक्नुहोस् त त्यहाँ भगवान्लाई यसरी हो गुरुजी हजुर यो अगाडि पार्ने ननिकाल्दै हात ननिकाल्दै त्यहाँ नाम सुनाउनु परेन गणेश कि त मूर्ति त एउटा लौहको हो अथवा चाहिने एउटा पित्तलको हो एउटाले चाहिने बनाइदियो त्यसका त प्राण ओ हामीले ओमभन्दा जति प्राण जान्छ त्यो प्राण त्यहाँ हो भनेको त्यहीँ नजिकै गर कान फुक्नुहोस् क्या त्यहाँ गएर नाम राख्नुहोस् ओ सहित श्रीमन्महागणाधिपतये नमो नमः ल अब हजुरले आसनहरू राख्नुहोस् वरिपरि अनि म्याडमले यहाँ ल्याएर राख्नुहुन्छ ओम धर्माय ल अब यिनीहरूलाई पूजा गरिदिनु हजुरले अब ओम ओम धर्माय नमः बरु नाम भन्नुहोस् है ओम धर्माय नमः ओम ल अब उसमा के सबभन्दा राम्रो एकदम सम्म तरिका अङ्खरामा बोले सिद्धि विनायक भगवान को एकदन्त भगवान को गजवक्त्र भगवान को भगवान को सहित भगवान को शुभ लाभ सहित भगवान को गजरू को जय बोला खर्बम तु लम्बोदरम सुन्दरम ल हरि ओम फेरि सुरु खर्बम स्थूलतरणम गजेन्द्र वदनम लम्बोदरम सिन्धुर शोभाकरम वन्दे शैव सुभासुतम सिद्धिप्रदं कामदं हरि ओम नमः राजं च धूम्रवर्णा तथाष्टमं नवमं बालचन्द्रं च दशमं तु विनायकम् एकादश गणपतिं द्वादशं तु गजाननं द्वादशैतानि नामानि या पठे वर्ण्यो त्रिसन्ध्यानि या पठे वर्ण्यम या पठे नर न च विघ्न भयं तस्य सर्वसिद्धिकरं प्रभो अर्थिं लभतें पुत्रान् मोक्षार्थिं लभते गतिं जपेत गणपति स्तोत्रम षड्भिर्मासै फलं नमः यदक्षमो भुजं प्रमिता व्रतं सुस्त्रो भव सुपर्शन्नो भव सुभ्रदो भव स्थानमा या 7औं स्थानमा या 9औं स्थानमा या 11औं स्थानमा उच्च हुन्छ उच्च बुध भइदियो भने सबै परिवारको स्थिर र कल्याण रिस राग कम बनाउँदछ ओम बुम बुधाय नमः आसनम पाद्यम अर्घम आचमन्यम पुनराचमन्यम नाइ प्रभु पूजा आउँदैछ रेत प्रजात दशमासु दर्भिणम चित्रम देवोपमाग्रतोषि विश्वामद्वानिम बृहस्पतयो बृहस्पतये त्वयि खते वदनं ज्योनि बृहस्पतयो वदनं त्वं देवस्य नामस्य वदनं देवस्य नामाभिभद्र ओम भूर्भुवस्व सर्पेभ्यो नमः ओम भूर्भुवस्व सर्पेभ्यो नमः 39 ओम भूर्भुवस्व ओम दित्यै नमः ओम भूर्भुवस्व कृष्णाय नमः ओम भूर्भुवस्व आदित्यै नमः ओम भूर्भुवस्व दित्यै नमः ओम भूर्भुवस्व अद्भ्यो नमः लाउनुस् ल यहाँ बिचमा पूजा गर्दैन अब कहाँ बिचमा पूजा गर्ने पाणी पट्टा भो जत्का मस्ता तुम श्याम पतय रैणम ओम प्रजापते नमः ओम रुद्राय नमः ल अब त्यो ध्वजमा पूजा गर्न पर्यो ठ्याक्क त्यो फोटामा लम्बोदराय सकलाय जगद्दिताय ज्ञानाननाय सत्यज्ञ विभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा धूपबत्ती बल्ने हैन अब होइन यो ल भयो ल यसो घुमाइदिनुहोस् त ल
घुमाइदिइसक्यो बाबु घुमाउनु भयो ल ओम वनस्पति रसद्भूत गण्डाख्य गन्धौतम आग्रेयम सर्वदेवानां धूपोयम प्रतिक्रियतां चन्द्रमा मनसोजाक्षो श्रोत्राद्वाश्च प्राणसमुखात् अग्निरजायत ल अब यो उठाउनु सबैले बल नलाउनुहोस् है, बल लाउनु पर्दैन। भयो बाँधिदिनु है माथि बाँधिदिनु केटैमा हो अब बान्नुहोस् ट्याप्प गुरुजी यो पछि अर्कोमा यसो लाइट पूजा गरिले तल थाम्मामा अनि झाकोमा अनि हात्तीमा तोरणमा हिजो तोरण पूजा गर्न भन्नुहुन्थ्यो नि बल्ल हुन लागेको तोरणमा सबैमा पूजा हो पहिला बत्ती पूजा बालेको पहिला त्यो चढाएर चल भाइ अनि यो ढोकाको ठेलामा माथिमा नैवेद पनि त्यही पार्दै राख्छु सिक्का पैसा नैवेद सबै है ध्वजाहरूको पूजा गर्दैन आसनं पाद्यं मार्गमासनं ओम सूर्याय तपाईँहरूका साडी विचार्नु चाहिँ कसले बेलिन्छ बनाएको साडीहरू अब हावा चल्यो अब हावाले गर्दा Hariom
हे वरुणाय नमः आसनं पाद्यं अर्घ्यमासनं ओम कुमदय पुष्पदिक्कदाय नमः पुष्पदंत पुष्पदाय नमः ओम भद्रं वायु ओम वायु या दोष सूचना बोलो सारा लोग बोलते रहते हैं बाल देखकर रुके को मत नमः शिवाय ओम नमो भगवते वासुदेवाय नमः शिवाय ओम नमो भगवते वासुदेवाय नमः शिवाय दीदी ओम नमो भगवते वासुदेवाय लाखावती बिजाको देखे गणेशजीले लाखावती बिजाको देखे गणेशजीले लाखावती फुलमाला गणेश बाला सिन्दुर दुबो फुलमाला गणेश बाला सिन्दुर दुबो फुलमाला लाउलाउ गणेश बाला सिन्दुर दुबो फुलमाला लाउलाउ गणेश बाला सिन्दुर दुबो फुलमाला के गरेको यो थाहा छ कहाँ बाबु हो ल ल तिलकुल पत्ता चाहिन्छ नि कसरी पालेन भागन हुन्छ है कोही बेला तिलको भागन दिनु सनफ्लावरै जाँदैछ भन्छ खडखडे हुन्छ कोही कोही भएर हुन्छ सकिन्छ है क्या हो अखण्ड मण्डलकारं व्याप्तये हाल्नुस् त भाइ हाल्नुस् मजाले पढ्न पऱ्यो कि एउटा कलश त्यसपछि राख्नु एउटा थाली माता
ओम भगवताय ओम नेत्राय त्यस्तो कोही छ भने उनीहरूले पनि यो यज्ञमा प्राप्ति गरून् पाउन् भनेर चामल लिएर त्यही एउटा कुरामा राख्ने थोरै चामल राखिदिनु बेसार हालिदिनुहोस् पैसा राखिदिनु लगाइदिनु एक तल नखस्ने अरे पाउला त बाहिर नखस्ने अरे बाहिर त सत्यनारायणलाई रातो नचढाउनुहोस् है फेरि सहस्र श्रीकाय नमः ओम सर्वरूपिणे नमः यो त हुन्छ ओम नमो नारायणाय नमः ओम सर्वनमस्ते नमः अब ओम रसन युक्तानि सहितं फलप्रभवानि च देवदेवस्य दधन प्रतिक्रियतान इदं फलं ऋतुफल आत्मा तो केरा फल लिनु आत्मा ऋतुफल लिनु ओम गदा इदं फलमया देवं स्थापितं पुरतस्तव तेन मे सफला भावेत भवेत् जन्मनि जन्मनि फलं समर्पयामि लक्ष्मीनारायणाभ्यं नमो नमः अब दक्षिणा हिरण्य गर्भ पैसा राख्दै दक्षिणा तरिका सिकाइदिन्छु वासुदेवाय वासुदेवाय नमः वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय वासुदेवाय नमः वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय नमः शिवाय नमः शिवाय 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 ओम नमो भगवते वासुदेवाय भजम हरिलाई जपौ हरिलाई यो जिन्दगी भरिलाई भजम हरिलाई भजम हरिलाई जपौ हरिलाई यो जिन्दगी भरिलाई भजम हरिलाई भजम हरिलाई जपौ हरिलाई बोलिए लक्ष्मी नारायण भगवान को जय, स्थापित भगवान को जय, आज को आनंद को जय, भक्तवत्सल भगवान को जय, आरती जय, त्यहाँ आरती राख्नु ल बनाउनुहोस् एकदम
कहाँबाट निस्को बाहिर ल्याउनुहोस् त मलाई पनि मेरो पत्र नि हो र हो नि गजाननभूतगणादिसेवितं कपितजम्बो फलचारुभक्षणम् उमासुतं शोकविनाशकारकम् नमामि विघ्नेश्वरपादपङ्कजम् विघ्नेश्वराय वरदाय सुराप्रियाय
लम्बोदराय सकलाय जगद्दिताय नागननाय श्रुतियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते खरवं स्थूलवर्णं लम्बोदरं सुन्दरं शशाङ्कचक्रं सकृटकुण्डलम् केतु कुलस्यं नित्यं नित्यं प्रीतिकरा भवतु मम ते सर्वे न बेलाग्रा ब्रह्मा मुरारिस्त्रिपुरान्तकारी भानु शशि भूमिसुतो बुधश्च गुरु च शुक्र शनि राहु केतवा सर्वे ग्रह शान्तिकरा भवन्तु न च रसील नारायण वासुदेव श्रीकृष्ण गोविन्द हरे मुरारे नामेति नामानि मुहुर्वदन्ते अनन्त वैकुण्ठ मुकुन्द कृष्ण गोविन्द दामोदर माधवेति गोविन्द गोविन्द मथैष सिद्धि गोविन्द गोविन्द धर्मादवेति। ल बेलपत्र शिवजीलाई, फुलपत्र यहाँ लक्ष्मी र नारायण र गणेशजीलाई। बोलिए लक्ष्मी नारायण भगवानको फेरि बोलिए शाम्ब सदा शिवजीको विष्णु भगवानको नारायण भगवानको विनायक भगवानको बलदेव भगवानको महाकालीको महालक्ष्मीको सरस्वतीको सौनकादि 88,000 ऋषिहरूको गरुड महापुराणको गणेश महापुराणको अष्टदिग्गजको सूर्यादि नवग्रहहरूको सौनकादि 88,000 ऋषिहरूको 64 योगिनीहरूको देवहरूको वत्सल भगवानको घुम्दै जानु लाग्यो आनन्दको जय शम्भो हर महादेव हर 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 तर पैसाले चलावा अब के गर्नु भने बीचमा राखिदिनु ल अब यस्तो भगवती तिमीलाई एउटा कुरा भनौँ तिमीले भद्रगोल बनाउँछौ भद्रगोल जाओस् भनेर पनि थियो नि नरिवल पनि थियो नि गणेश तिम्रै नाममा लाखा बत्ती ठाउँ ठाउँमा गणेश तिम्रै नाममा लाखा बत्ती ठाउँ ठाउँमा गणेश तिम्रै नाममा लाखा बत्ती ठाउँ ठाउँमा। तीनटा प्रतिमा छन् हजुरले तीनजनाले लिएको यहाँ यसमा राख्नु बिचमा नारायण हुन्छन्
यतापट्टि सावित्र सहित ब्रह्माजी हुनुहुन्छ यहाँ बिचमा अनि हजुर यहाँ लक्ष्मी सहित नारायण हुनुहुन्छ। रामायण दामनी पूजामी ओम कृष्णाय नमः ओम केशवाय नमः कृष्णाय नमः जनार्दनाय एकबिल शिवार्पणम ओम दुर्वांग सहित हरि नमः हरिमत्सु हरिता अन्नमिता ओम अङ्गमाल हरि नमः समीको पात यसो हरि न त्यागन्न समीको पात पनि मिल्दैन प्रभु ओम हराय नमः यसो नैवेद्य भोग लगाइदिनु नाप्य आशिदन्तरु कृष्ण देवो समवर्तत पर्याम भूमि जिष्णु इदं फलमया देवं स्थापितं प्रतस्तव पुंगी फलं महादेवं ऊतो पोगो दूध यो बट्टा ल्याउनु त्यो धुपोगी के हो र पानी घुमाउने हो नि बाहिर है फेरि नपार्नु ओम हरि नमस्ते पुण्डरी काक्ष वासुदेव नमस्ते नमस्ते कमलाकान्तं शान्त फुल नचढाउनु है बाहिर चढाउनु है फुल गौतीले लाखबत्तीलाई पूजा गर्ने हो अनि फुल भनेको बाहिर गड्डी थाहा राख्ने होइन हुन्छ त्यही हो फाल्ने गौती फाल्नेले सर्लक्कै हो फुललाई डढ्न नदिनुस् त्यही हो फुल बाहिर है लक्ष्मीनाथ समारभ्यं सन्नाथयो मुनिमध्यमा लाइसियो प्रभु अब फेरि बालेपछि प्रभु आउनु यतिखेर गर्नुहोस् यो जले बेला त्यो चलाएर हिँड्नुहोस् ल अप्रथम सपत्नी समाता सपिता सकल सपरिवार सबन्धु सबन्धर्ग सकल परिवार आयु आरोग्य मनसर यस लोक मुक्ति परलोक मुक्ति समस्त पितृनाम वैकुण्ठ लोक प्राप्ति कामना आयो श्री लक्ष्मी नारायण प्रीत्यर्थम लक्ष्य दीप दान प्रसारित गराउने चामम करिष्ये। अब बाल्नु एकजना बाले उता निस्किने अनि यसो बालेपछि हुन्छ के जानुस् हो डालीमा भएको ठ्याक्क बीचमा बाल्दै यो बिचको भन्दा नि त्यो पहिला उताकोलाई पनि गर्नुहोस् त पहिला उसलाई
केही हुन्न अलि बेरमा जान्छ ल केही पुग्दैन ठीक है यो फरक अहिले देखेको धुवा कालो भएर देखेको मामा त्यसले चाहिँ कालो छोड्छ
अनि खाना